कसरी पो भन्दै हुनुहुन्छ अब पत्रकारज्यू जित्नुहुन्छ भनेर स्योर हो नि त्यहाँ अब हर्क साम्पाङको विकल्पमा कोही हुनुहुन्छ मैले त देखाएको छैन मजाले आनन्दले स्योर जित्नुहुन्छ भने चाहिँ अब के छ विकल्पमा कोही छ मनोज भट्टराई अहिले 17 को अध्यक्ष हुनुहुन्छ होला हैन उहाँले चाहिँ अब नेकपा हैन नेपाली कम्युनिस्ट पार्टीबाट आउँदै हुनुहुन्छ भन्ने यताकता मैले पनि अब सञ्जालमा देखेको हो उहाँले जित्छ भन्नु चाहिँ दिउँसै सपना मिठो सपना देख्नु हो पहिलो उत्तर दिइहालेँ दोस्रो कुरो रह्यो अहिले निकै चर्चामा भएको अब हर्क साम्पाङलाई चाहिँ एउटा चुनौती दिन हैन अब उहाँ चाहिँ अब नेपाल कम्युनिस्ट पार्टीबाट चाहिँ निर्वाचन लड्दै हुनुहुन्छ मनोज भट्टराईजीले चुनाव जित्नुहुन्न तपाईको भनाइमा ठोक्वा ग्यारेन्टी गर्छु जित्नुहुन्न के कारणले जस्तो हैन उहाँसँग चाहिँ त्यो चुनाव जित्नु सक्ने र चुनावमा जित्ने खालको चाहिँ उहाँसँग क्षमता पनि छैन उहाँको एक्सेस पनि पुग्दैन उहाँ के अब तपाईँले चर्चित भन्नु चर्चित त अनेक कुरोमा क्या नौटङ्की नाटक गर्ने विषयहरूमा मात्रै चर्चामा आएको त्यो स्वीकारिन्छ त्यसरी चाहिँ मान्छेको भावनाहरू मतहरू सङ्कलन गर्न सकिँदैन मान्छेहरूको मन जित्नको लागि चाहिँ प्रत्यक्ष रूपमा काम गरेर देखाउनुपर्छ विश्वास दिलाउनुपर्छ तब न मत प्राप्त हुन्छ उहाँले अब त्यो चर्चा बटुल्नु भयो एउटा विषय भयो उहाँलाई चाहिँ अब हास्य कलाकारमा अब कतै अब इन्ट्री गराउँदा हुन्छ भन्छु सुदन किराँती उहाँलाई मैले डोमिनेट गरेर बोलिरहेको छैन तर यति चाहिँ हो सुदन किराँतीको भोजपुर जिल्लामा ती 3 पटक जित्नु भएको मलाई लाग्थ्यो यसपालि पनि उहाँ आफ्नै गृह जिल्लामा जानुभएको थियो भने सायद ठिकै हुन्थ्यो होला यसको मतलब भोजपुरमा चाहिँ अब हाम्रो श्रम संस्कृतिलाई छोडिओरी उहाँलाई सघाइ छ भन्ने कुरो होइन कमसेकम जहाँ जित्दै हुनुहुन्थ्यो त्यहीँ गएको भए राम्रो हुन्थ्यो होला तर अब उहाँलाई चाहिँ एउटा चाहिँ नेपाली उहाँको त अर्कै पार्टी सायद अहिले जनार्दनको लोकतान्त्रिक प्रगतिशील के भन्ने प्रगतिशील लोकतान्त्रिक समथिङ के छ है त्यो पार्टीले उहाँलाई चाहिँ एउटा गोटीको रूपमा त्यहाँ पठाउनु भयो तर त्यो गोटीको रूपमा उहाँ त्यसरी जाँदै गर्दाखेरि अब उहाँलाई यति नमिठो जीवनमै आजसम्म जति अब उहाँको शान थियो इज्जत थियो जहाँबाट चाहिँ 3 पटक चुनाव जितेर चाहिँ अब उहाँको वाह थियो ती सब गुम्ने गरी जो कि अब यसै पालिको यो फागुन 21 पछि उहाँले चाहिँ जीवनमै अब म राजनीति गर्दिनँ एकदम नराम्रो खेल रहेछ मलाई ठिक लागेन भनेर उहाँ चाहिँ त्यस सुनसरी क्षेत्र नम्बर 1 बाट बिदा भएर फर्केर जानुहुन्छ मलाई लाग्छ त्यही त जीवनमा उहाँले राजनीति छोडिदिनुहुन्छ अरूभन्दा फरक यही हो एउटा चाहिँ अरू पार्टीहरूको केन्द्रीय कार्यालय यो काठमाडौँमा हुन्छ देशैभरिका मान्छेहरू यहाँ आएर लाखौँ पैसा टिकटको लागि है फेरि लाखौँ पैसा पछि चुनावमा खर्च गर्ने कुरा करोडौँको कुरा करोड नर्मली यहाँ भर्खरैको एउटा चाहिँ भिडियो भाइरल भइरहेछ करोडौँको त्यो चाहिँ अहिले राजसभाको कुरो गर्दैछु एकजना उम्मेदवारले चाहिँ उम्मेदवारीको फर्म रिसिभ गर्नको लागि 50,000 रुपियाँ लियो गायिका सत्यकला राई होइन उहाँ अझै अर्को एकजना हुनुहुन्छ मैले चाहिँ अर्कोको भिडियो हेरेको थिएँ फर्म लिनलाई मात्रै 50,000 रुपियाँ लिनुभयो अब त्यो फर्मको दाम त्यति हो भने अब बाँकी इमेजिङ गर्नु टिकटको लागि उहाँले कति खर्च गर्नुभएको छ त्यो भित्री कुरो मलाई थाहा भएन अब हामीसँग फरक भनेको चाहिँ के हो भने हाम्रो पार्टीमा जम्मा 100 रुपियाँ अब सुन्दा नै अचम्म लाग्छ 100 रुपियाँ त्यो पनि टिकटको लागि फर्मको लागि होइन फेरि साधारण सदस्यताको लागि 100 रुपियाँ चाहिँ तिर्नु पर्यो है दर्शकबिन नमस्ते पाथेभरा टेलिभिजनमा स्वागत छ म सागर सुब्बा आजका मेरो अतिथि हुनुहुन्छ श्रम संस्कृति पार्टीका जुझारु सङ्घर्षशील युवा र उहाँ श्रम संस्कृति पार्टीमा आबद्ध भएर श्रम संस्कृति पार्टीको विभिन्न कार्यक्रमहरूमा अत्यन्तै व्यस्त हुनुहुन्छ सामाजिक अभियन्ता श्रम अगुवा प्रदीप योङयाङ लिम्बू तपाईलाई पाथेभरा टेलिभिजनमा स्वागत छ हस् धन्यवाद आराम हुनुहुन्छ ठीक छ एकदम जताततै चुनावको माहौल छ र विभिन्न पार्टीहरूले चाहिँ अब आफ्नो उम्मेदवारहरूले चाहिँ अब घोषणा गरिराख्नु भएको छ हैन र यसै क्रममा अब श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि सुनसरी क्षेत्र नम्बर 1 बाट उठ्दै हुनुहुन्छ चुनावमा सहभागी हुँदै हुनुहुन्छ र सबैको आशा भनौँ या सबैको एउटा जिज्ञासा के छ भने उहाँले धरान एरिया सुनसरी भनेपछि धरान एरियाबाट चाहिँ यसपालिको सङ्घीय निर्वाचनमा उहाँले जित्नुहुन्छ कि हुँदैन उहाँको विजय हुन्छ कि हुँदैन भन्ने एक किसिमको चाहिँ मान्छेको चाहिँ एउटा आशा एउटा चासोको रूपमा लिएको छ हैन तपाईले कसरी हेर्नुहुन्छ भन्न खोजेको चाहिँ हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्षज्यूले जित्नुहुन्छ भन्ने क्वेसन गर्नुभएको हो हजुर हजुर
यो त साह्रै क्वेसन गर्नु नपर्ने क्वेसन जस्तो लाग्यो। अब र पनि अब मैले जवाब फर्काउनै पर्यो क्वेसन आइसकेपछि। कसरी पो भन्दै हुनुहुन्छ अब पत्रकारज्यू जित्नुहुन्छ भनेर। स्योर हो नि, त्यहाँ अब हर्क साम्पाङको विकल्पमा कोही हुनुहुन्छ? मैले त देखाएको छैन। मजाले आनन्दले स्योर जित्नुहुन्छ भने चाहिँ अब के छ, विकल्पमा कोही छ? मलाई लाग्छ छैन। जस्तो त्यहाँ चाहिँ अब वडा अध्यक्ष मनोज भट्टराईजी होइन, हाम्रो किराँतीजी होइन लगायत अब त्यो क्षेत्रबाट चाहिँ पहिला स्वतन्त्र उम्मेदवार रहनुभएका एकजना श्रेष्ठले पनि राम्रो मत ल्याउनु भएको होइन। उहाँले चाहिँ अशोक राईसँग चाहिँ लगभग 600 को मतले मात्रै उहाँले चाहिँ पराजित हुनुभएको होइन। त्यस्तो एउटा टप कम्पिटिसन छ क्या, त्यो आधारमा मैले भनेको तपाईँलाई। ठिक छ। अब मैले त्यसको जवाब चाहिँ यसरी दिएँ। अहिले सायद हाम्रो मनोज भट्टराई अहिले 17 को अध्यक्ष हुनुहुन्छ होला होइन। उहाँले चाहिँ अब नेकपा होइन नेपाली कम्युनिस्ट पार्टीबाट आउँदै हुनुहुन्छ भन्ने यताकता मैले पनि अब सञ्जालमा देखेको हो। उहाँले जित्छ भन्नु चाहिँ दिउँसै सपना, मिठो मिठो सपना देख्नु हो, पहिलो उत्तर दिइहालेँ। दोस्रो कुरो रह्यो अहिले निकै चर्चामा भएको अब हर्क साम्पाङलाई चाहिँ एउटा चुनौती दिन होइन। अब उहाँ चाहिँ अब नेपाल कम्युनिस्ट पार्टीबाट चाहिँ निर्वाचन लड्दै हुनुहुन्छ। मनोज भट्टराईजीले चुनाव जित्नुहुन्न तपाईँको भनाइमा? ठोक्वा ग्यारेन्टी गर्छु जित्नुहुन्न। के कारणले? जस्तो होइन, उहाँसँग चाहिँ त्यो चुनाव जित्नु सक्ने र चुनावमा जित्ने खालको चाहिँ उहाँसँग क्षमता पनि छैन, उहाँको एक्सेस पनि पुग्दैन। उहाँ के अब तपाईँले चर्चित भन्नु, चर्चित त अनेक कुरोमा क्या, नौटङ्की नाटक गर्ने विषयहरूमा मात्रै चर्चामा आएको त्यो स्वीकारिन्छ। त्यसरी चाहिँ मान्छेको भावनाहरू मतहरू सङ्कलन गर्न सकिँदैन। मान्छेहरूको मन जित्नको लागि चाहिँ प्रत्यक्ष रूपमा काम गरेर देखाउनुपर्छ, विश्वास दिलाउनुपर्छ, तब न मत प्राप्त हुन्छ। उहाँले अब त्यो चर्चा बटुल्नु भयो, एउटा विषय भयो, उहाँलाई चाहिँ अब हास्य कलाकारमा अब कतै अब इन्ट्री गराउँदा हुन्छ भन्छु। रह्यो कुरो अब हाम्रो सुदन किराँती, उहाँलाई मैले डोमिनेट गरेर बोलिरहेको छैन, तर यति चाहिँ हो, सुदन किराँतीको भोजपुर जिल्लामा 3 पटक जित्नु भएको। मलाई लाग्थ्यो यसपालि पनि उहाँ आफ्नै गृह जिल्लामा जानुभएको थियो भने सायद ठिकै हुन्थ्यो होला। यसको मतलब भोजपुरमा चाहिँ अब हाम्रो श्रम संस्कृतिलाई छोडिओरी उहाँलाई सघाइ छ भन्ने कुरो होइन। कमसेकम जहाँ जित्दै हुनुहुन्थ्यो त्यहीँ गएको भए राम्रो हुन्थ्यो होला। तर अब उहाँलाई चाहिँ एउटा चाहिँ नेपाली उहाँको तर्कै पार्टी सायद अहिले जनार्दनको लोकतान्त्रिक प्रगतिशील के भन्ने प्रगतिशील लोकतान्त्रिक समथिङ के छ है, त्यो पार्टीले उहाँलाई चाहिँ एउटा गोटीको रूपमा त्यहाँ पठाउनु भयो। तर त्यो गोटीको रूपमा उहाँ त्यसरी जाँदै गर्दाखेरि अब उहाँलाई यति नमिठो जीवनमै आजसम्म जति अब उहाँको सान थियो, इज्जत थियो, जहाँबाट चाहिँ 3 पटक चुनाव जितेर चाहिँ अब उहाँको वाह थियो, ती सब गुम्ने गरी जो कि अब यसै पालिको यो फागुन 21 पछि उहाँले चाहिँ जीवनमै अब म राजनीति गर्दिनँ, एकदम नराम्रो खेल रहेछ, मलाई ठिक लागेन भनेर उहाँ चाहिँ त्यस सुनसरी क्षेत्र नम्बर 1 बाट बिदा भएर फर्केर जानुहुन्छ। मलाई लाग्छ त्यो त जीवनमा राजनीति छोडिदिनुहुन्छ। तपाईँको भनाइ सुन्दाखेरि यसपालि सुनसरी क्षेत्र नम्बर 1 मा होइन हर्क साम्पाङसँग सुदन किराँतीको लज्जास्पद हार हुन्छ भन्दैछ त। उहाँले त अब जीवनमा म राजनीति गर्दिनँ भनेर छोडेर हिँड्नुहुन्छ। हेर्नुहोस् है, यो मैले अब अहिले अगाडि नै तपाईँहरूलाई चाहिँ अब बोलिराखेको कुरो भोलि काम लाग्न सक्छ, भोलि देखिने कुरो होइन। अब मलाई त्यस्तो लाग्छ उहाँले अब जीवनमा म राजनीति गर्दिनँ भन्ने त्यति लज्जास्पद हार बिहोरेर फर्काउनु पर्ने हुन्छ क्या। त्यहाँ जानु नै उहाँको ठुलो गल्ती भयो। तर पार्टीले अब उहाँको समथिङ के हो पार्टीको नाम, त्यो पार्टीले उहाँलाई गोटी बनाएर त्यहाँ राजनीति अस्तित्व समाप्त हुने गरी नै अब पठाइयो क्या। त्यो तपाईँको भनेअनुसार उहाँले आफ्नै क्षेत्र भोजपुरहरूबाट लडेको भए हुन्थ्यो भन्ने सम्म चाहिँ थियो। किनभने उहाँ पनि नराम्रो मान्छे होइनन् होइन। अब राम्रो, मलाई त राम्रै लाग्थ्यो है। अब राम्रोलाई त राम्रो भनौँ न, कमसेकम होला अब कसैसँग उहाँको मन मिलेन होला होइन, कसैलाई अलिक बिजाउनु पनि भयो होला। तर मैले चाहिँ नर्मल्ली अब हेर्दा मान्छे हो, मान्छेबाट स्वाभाविक सानातिना गल्ती जोसुकैबाट पनि भइरहेको हुन्छ। भगवान्को त गल्ती हुन्छ भन्छन् होइन, मान्छे हो, अब कतै सानोतिनो मिस्टेक गर्नुभएको थियो होला, कतै थियो भने पनि अब त्यसलाई चाहिँ बिर्सिएर बोल्ने हो भने उहाँलाई राम्रो भनेर सम्झिने ठाउँहरू थुप्रै छन् छनलाई चाहिँ। त्यही भएर मैले उहाँलाई चाहिँ त्यतिसम्म भने उहाँ आफ्नै ठाउँमा आफ्नै जिल्लामा जहाँ पहिला 3 पटक जित्नु भएको थियो त्यही ठाउँमा गएर लड्नु भएको थियो भने चाहिँ अति राम्रो हुन्थ्यो होला जस्तो लाग्थ्यो मलाई पनि। जस्तो राजसभाको नेत्री जस्तो पहिला अब होइन अब जसपालाई एमाले सहयोग गर्दाखेरि पनि 600 मध्ये मात्रै होइन लगभग पराजित हुनुभएकी नेत्री, राजसभाको नेत्री, उहाँ त एउटा जबरजस्त एउटा हर्क साम्पाङको प्रतिस्पर्धीको रूपमा हुनुहुन्छ नि त। त्यसको चाहिँ जवाफ यसरी दिने भए मैले
हाम्रो सरिन होइन सरिन तामाङ हजुर रासोपाको जबरजस्त उम्मेदवार पहिला थोरै मतले मात्रै हार्नु भएको हो थोरै मतले। तर तपाईँलाई एउटा कुरो चाहिँ अलिकति जानकारी के गराएँ भने उहाँ अत्यन्तै बलियो पकड भएको र दावेदार मान्छे चाहिँ हुन चाहिँ पहिला अब हाम्रो मेयर हर्क साम्पाङसँग प्रतिस्पर्धा गर्दा थोरै मतले हार्नु भएकै हो। तर अहिले पछिल्लो समय त्यस क्षेत्रमा अर्थात् सुनसरी जिल्लामा रासोपाबाटै उहाँलाई चाहिँ उहाँ त्यहाँको सायद जिल्ला संयोजक समथिङ के हुनुहुन्थ्यो, तर त्यहाँको जिल्लावासीहरूले नै उहाँलाई चाहिँ बहिष्कार गर्नुभएको छ। भन्नु खोजेको चाहिँ त्यहाँनिर रासोपाको त्यति राम्रो माहौल छैन जो पहिला थियो, अहिले त्यस्तो छैन नि फेरि त्यहाँनिर। सरिनलाई जिल्ला संयोजक हामी मान्दैनौँ मान्न सक्दैनौँ भनेर यहाँनिर चाहिँ अब राष्ट्रिय सभागृहमा चाहिँ उहाँहरूको कार्यक्रममै चाहिँ उहाँहरूलाई बहिष्कार गरेर धेरै कार्यकर्ताहरू बाहिरिएको थियो क्या। त्यो मानेमा उहाँ चाहिँ अब उहाँको पहिलाको जस्तो क्रेज पहिलाको जस्तो चाम हुन सक्दैन भन्ने बुझाइ हो मेरो। भनेपछि तपाईँको अब भनाइ अनुसार यसरी बुझ्दाखेरि यसपालिको निर्वाचनमा हर्क साम्पाङले नजित्ने कुनै आधार छैन, निर्विकल्प उहाँले जित्नुहुन्छ एकदम स्योर सर्ट एकदम 100%। जस तपाईँले चाहिँ एउटा श्रम संस्कृति पार्टीको एउटा अगुवाको हैसियतले यो चाहिँ तपाईँले ठोकुवा नै गर्नुहुन्छ। यो ठोक्कै सम्झना पनि भयो। समग्रमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ कति सिट जित्ला तपाईँको विचारमा? अब त्यो त भविष्यको कुरो, जनताको चाहिँ अब हातमा भएको कुरोलाई मैले ठ्याक्कै यति सिट भनेर भन्न त सक्दिनँ, तर यति चाहिँ भन्छु एकदम यसपालिको चुनावमा अत्यन्तै राम्रो मत प्राप्त हुन्छ हामीलाई। प्रत्यक्ष र समानुपातिक अत्यन्तै राम्रो सम्मानजनक मत प्राप्त हुन्छ। सम्मानजनक मिन्स फेरि यति मात्रै तपाईँले बुझ्नुपर्ने हुन्छ, हामी अत्यन्तै बहुमतकै सरकार ल्याउँछौँ भनेर म त्यो ठोक्वा त गर्न सक्दिनँ, तर सम्मानजनक मत प्राप्त हुन्छ। जो कि त्यो सम्मानजनक मतले चाहिँ भोलि गएर चाहिँ देश हाँक्नमा अथवा देशलाई सञ्चालन गर्नमा कहीँ न कहीँ कतै न कतै एउटा जिम्मेवारी लिएर काम गर्ने ठाउँसम्म अवश्य पुग्छ भन्ने चाहिँ विश्वस्त छु। जस्तो तपाईँ यो चुनावको बारेमा यसरी तपाईँ र हामी कुराकानी गरिरहँदाखेरि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जुन विभिन्न क्षेत्रका उम्मेदवारहरूलाई जुन टिकट वितरण गर्नुभयो होइन, धरान ग्रिन टीमा बोलाएर होइन, त्यो पनि एउटा चर्चाको विषय छ। एउटा पार्टी भन्ने कुराहरू त एउटा क्लब होइन, एउटा सानो ग्रुप होइन, यो भनेको त एउटा पार्टी भन्ने कुरा चाहिँ अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसले एउटा त्यसले मान्यता राख्छ। त्यसको टिकट वितरण एउटा प्रणालीहरू हुन्छ, एउटा सचिवालयमा बसिन्छ होला, कुराकानी हुन्छ, मिटिङ हुन्छ, विरोध छलफलपछि मात्रै टिकट दिने भन्ने खालको कुरा आउला। तर उहाँले त सहज रूपमा काठमाडौँ पूर्वका उम्मेदवार आउनु भनेर एकपल्ट बोलाउनु भयो, त्यसपछि अन्य विभिन्न उहाँले आह्वान गर्नुभयो र सजिलै रूपमा चाहिँ उहाँले चाहिँ त्यसरी टिकट वितरण गर्नुभयो होइन। यो चाहिँ मान्छेहरूले चाहिँ एउटा पार्टी प्रणालीको विपरीत भयो, यस्तो त हुँदैन टिकट वितरण प्रणालीको। अरूको त कति एउटा व्यवस्थित रूपमा एकचोटि भनौँ पत्रिका मिडिया मार्फत चाहिँ जानकारी पाइन्छ भन्ने कुराहरू भयो। यो चाहिँ के हो खासमा? अब यो दुईवटा तरिकाले यसको जवाब फर्काउन सकिन्छ। एउटा चाहिँ के हो भने अरूभन्दा फरक भनेकै के हो, हामी त अरूभन्दा फरक हो पनि भनिरहेका छौँ नि त। अरूभन्दा फरक एउटा देखिने कुरो चाहिँ नर्मली बाहिरी रूपले देखिने कुरो अरूभन्दा फरक यही हो। एउटा चाहिँ अरू पार्टीहरूको केन्द्रीय कार्यालय यो काठमाडौँमा हुन्छ, देशैभरिका मान्छेहरू यहाँ आएर लाखौँ पैसा टिकटको लागि है, फेरि लाखौँ पैसा पछि चुनावमा खर्च गर्ने कुरा करोडौँको कुरा, करोड नर्मली यहाँ भर्खरैको एउटा चाहिँ भिडियो भाइरल भइरहेछ करोडौँको। त्यो चाहिँ अहिले रासोपाको कुरो गर्दैछु। एकजना उम्मेदवारले चाहिँ उम्मेदवारीको फर्म रिसिभ गर्नको लागि 50,000 रुपियाँ लियो। गायिका सत्यकला राई होइन, उहाँ अझै अर्को एकजना हुनुहुन्छ, मैले चाहिँ अर्कोको भिडियो हेरेको थिएँ। फर्म लिनलाई मात्रै 50,000 रुपियाँ लिनुभयो। अब त्यो फर्मको दाम त्यति हो भने अब बाँकी इमेजिङ गर्नु टिकटको लागि उहाँले कति खर्च गर्नुभएको छ त्यो भित्री कुरो मलाई थाहा भएन। अब हामीसँग फरक भनेको चाहिँ के हो भने हाम्रो पार्टीमा जम्मा 100 रुपियाँ, अब सुन्दा नै अचम्म लाग्छ, 100 रुपियाँ, त्यो पनि टिकटको लागि फर्मको लागि होइन, फेरि साधारण सदस्यताको लागि 100 रुपियाँ चाहिँ तिर्नु पऱ्यो है। 100 रुपियाँ तिरेपछि फर्म पायो अर्थात् टिकट पायो। अरूभन्दा फरक हाम्रो यही भयो। अर्को कुरो अहिले तपाईँले भन्नुभयो सबैजना यता यो काठमाडौँमा आउँछ, पत्र पत्रिकाभरि नाम निकालेर चाहिँ दिइन्छ, छलफल गरिन्छ, त्यहाँ चाहिँ अब ग्रिन टीमा लाँदै भन्नुभयो नि। अब हामीसँग फरक भनेको त्यहाँ अर्को पनि कुरा जोडियो। काठमाडौँमै आउनु त परेन, अब एउटा सङ्घीय देशमा एउटा सङ्घीय प्रणालीमा गइसकेपछि जहाँबाट पनि टिकट वितरण त गर्नु सकियो। तथापि एउटा सचिवालयको मिटिङ भएर एउटा प्रेस विज्ञप्ति मार्फत
होइन प्रेस मिट गरेर चाहिँ घोषणा गर्दाखेरि चाहिँ एउटा पार्टीको चाहिँ एउटा मापदण्ड राम्रै होला कि यसो जनमानसले हेर्दा पनि राम्रै होला कि भन्ने मेरो कुरो होइन अब छलफलै नभइकन त्यो फ्याट त्यो टिका लाउँदै दिएको चाहिँ होइन छलफल चलेरै अब त्यो वितरण गरिएको त्यो टिकट चाहिँ अब तपाईँहरूलाई अलिकति सूचना भएन होला र जानकारी प्राप्त नभएको कारणले यसरी क्वेसन गर्नुभयो होला तर छलफल चाहिँ भएरै अब त्यो वितरण गरिएको है त्यसरी बुझिदिनु पर्ने हुन्छ रह्यो कुरो अब यो काठमाडौँबाटै बाँडिने अरूले सबैले बाँडेका छन् भन्नुभयो नि हाम्रो मात्रै किन त्यहाँ ग्रिन टीमा धरानको ग्रिन टीमा पनि भन्ने कुरा गर्नुभयो नि अब यो चाहिँ यसरी पनि बुझ्नुपर्छ अहिले जति पनि पार्टीहरू मेरै पार्टी ठुलो अब म पुरानो पार्टी भन्नेहरूको त एकदम आफ्नो आलिशान भवन बङ्गला नै बनाएर चाहिँ पार्टी कार्यालय खडा गर्नु भएको छ नि हाम्रो त त्यो पनि छैन अब हामी त यस्तो मान्छे छौँ अहिले अब सायद अलि नयाँ पनि छौँ भर्खरै पनि अब खुलेको पार्टी हो होइन अब मान्छे हामी पुरानै भए पनि हाम्रो अहिले सोच विचार नयाँ सोच विचारमा हिँड्दैछौँ त्यसैले गर्दा हामी त जहाँ हिँड्दै श्रम गर्न रेडी हुन्छौँ हिँड्दै एकछिन थकान लाग्ने त्यहीँ वरिपरि बसेर हामी त एउटा साधन छलफल पनि गर्न रेडी हुन्छौँ त्यसरी नै गर्दै पनि छौँ अब अहिले अब धरान ग्रिन टीबाट मात्र कसै त्यहाँबाट वितरण हुँदैछ भन्नुभयो नि स्पेसल्ली अलिकति अब हाम्रो अध्यक्षज्यूको अहिले स्थायी बसोबास त्यहीँ भएको हुनाले र त्यो ग्रिन टी आसपास चाहिँ अलिकति सेन्टर परेको हुनाले पनि अहिले त्यहाँ गइएको काठमाडौँ पूर्वको सबै जिल्लाले पनि वितरण गर्न सक्छ यो तर छलफल सल्लाह चाहिँ भएर हो सचिवालयको छलफल अनुसार नै वितरण हुँदैछ ठिक छ एउटा कुरो के हो तपाईँले एउटा राम्रै नै कुरा गर्नुभयो एउटा कुरो यो एउटा कुरो बाहिर चर्चा के पनि आएको छ भने कुनै पनि पार्टीमा उम्मेदवार हुनको लागि चाहिँ त्यहाँ करोडौँ 10 करोड चाहिँ त्यहाँ चाहिँ अब एक किसिमले चाहिँ दिएर टिकट लिने प्रचलन हुन्छ र भोलि जितेर गएपछि त उसले सबभन्दा पहिला उसले भ्रष्टाचार गर्छ होइन किनकि त्यो पैसा त त्यहाँ अब उसले अदै गर्नु पर्यो तर श्रम संस्कृति पार्टीले जुन सहज तरिकाले उपयुक्त उम्मेदवारहरूले टिकट दिएपछि त होइन उहाँहरूले भोलि गएर त्यो भ्रष्टाचार गर्ने सोचमा त भएन नि त त्यो त होइन यो चाहिँ एउटा राम्रो पक्ष भन्ने कुरा छ ठिक छ यसबारेमा पछि फेरि हामी बहस गरौँला होइन